हामी अहिले डहरे खोलाको यो डरलाग्दो अवस्था भन्दा पर आइसकेका छौँ। तपाईले भर्खर देख्नु भएको दृश्य हो डहरे खोला माथि बनेको पुल। यो पुल बनिसकेको छ। अब पुल बन्नु भन्दा अगाडि कतिले राजनीति गरे भन्ने कुरा तपाईहरुलाई जानकार नै हुनुहुन्छ। धेरै समाचारमा सुनिसक्नु भएको छ डहरे खोलामा पुल बनाइदिन्छौं भनेर भोट मागेको त तपाईलाई थाहा छँदैछ। अब भने हाम्रो पालामा बनेको हो या हामीले पहल गरेका हौं भनेर यो पुल बनिसकेपछि पनि राजनीति गर्लान् भन्न सकिदैन। पक्कै पनि गर्छन् नै। र हेरौं अवस्था के छ यो पुलको। अहिले चाहिँ हामी देख्न सक्छौं पानी कम भएको छ। पानी कम भएको अवस्थामा चाहिँ यो पुल सञ्चालनमा आएको छैन। जब पानी बढेर आउँछ त्यतिबेला चाहिँ यो पुलको बाटो खोलिदिने गरेका छन्। कन्स्ट्रक्सनको काम चाहिँ पूरा गरेर हस्तान्तरण गरिसकेको पनि छैन अवस्था त्यो छ। केही दिन अगाडि समाचारमा सुनेका पनि थियौं डहरे खोलामा पुल बनिसकेको छ, खुसीको खबर भनेर। तर पक्कै पनि त्यो बनेर सकिसकेको सम्पन्न भइसकेको पनि पक्कै पनि हैन। यहाँ चाहिँ काम सकिन अझै केही समय या केही महिना पनि लाग्न सक्छ। बाँकी दृश्य अवलोकन गर्छौं भन्दै अहिलेलाई बिदा हुन्छौं। यस्तै थप सामग्रीका लागि नेपाल खोज खबर पेजलाई फलो गर्नु होला भन्दै छुटिन्छौं। हवस् त, नमस्कार।